हेलो गाइज, दर्शन नमस्ते सबैजनालाई 10 औँला जोडेर नमस्कार भने है। अब भन्नुपर्दाखेरि आज चाहिँ हामी यहाँ चाउचाउ बनाउँदै गरेको अवस्था, चाउचाउ चाहिँ भाइले बनाउँदै गरेको अवस्था। यहाँ हेर्नुहोस् त, भाइले अब यहाँ नै हेर्नुहोस्, वाउ भाइ सामग्रीहरू भाइले फेरि खतरा बनाउँछ। यो नुडल्स बनाउँदाखेरि भाइले चट्टसँगले होइन तातो पानीमा हालेर अनि चट्ट हाफ बोइल गरेर त्यसपछि अनि साँधेर चाहिँ नि अनि यसरी यहाँ हेर्नुहोस् भाइले अब हेर्नुहोस् सामग्रीहरू धेरै छन्, इन्ग्रिडियन्ट्स जुन चाहिने कुराहरू चाहिँ भाइले बनाइरहेको अवस्था। यी मसलाहरू भाइले त अनि प्रायः जसो एउटा सानो सानो किचनै बनाइसकेको छ क्या रुममा। हामी चाहिँ अलि अल्छी खालको पर्यो अनि भाइले चाहिँ जोस गरेको छ है। हजुरहरूलाई कस्तो लाग्छ? चाउचाउहरू कतिको मन पराउनुहुन्छ? चाउचाउहरू मन पराउनुहुन्छ भने कसरी बनाउनु पर्छ भाइले बनाएको तरिकाहरू हेर्नुहोस्। अनि त्यसपछि यो तरिका ठिक छ कि हजुरहरू योभन्दा पनि राम्रो तरिकाले बनाउनुहुन्छ त्यो चाहिँ हजुरहरूले कमेन्टमा लेख्न नभुल्नु होला। हाम्रो भाइलाई चाहिँ अब एक सम्मानका साथ यति मेहनत गर्ने मान्छेलाई एउटा लाइक र एउटा कमेन्ट चाहिँ छोड्नु होला। र जो पनि मेरो प्रोफाइलमा जोडिनु भएको छ फेसबुक पेजमा सबैलाई चाहिँ एकदमै धन्यवाद अनि सम्झेको छु। यही भिडियो मार्फत भन्न चाहे हजुरहरू के खानुभयो, के गर्नु हुँदैछ, कता हुनुहुन्छ, कसरी हुनुहुन्छ, जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्। भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्ने बानी बसाल्नुहोस्। समय सधैँ एकैनास हुँदैन, कहिलेकाहीँ भनेको गलत समय पनि आउन सक्छ अनि कहिलेकाहीँ भनेको चाहिँ त्यतिखेर नआत्तिएर नमात्तिएर चाहिँ धैर्यताका साथ आफ्नो कर्ममा अगाडि बढिराख्यो भने एक दिन सफलता अवश्य चुम्न सफल हुन्छ भन्न चाहे। र यो अर्को कुरा जोड्न चाहे कि मैले हिजोको भिडियोमा पनि बनाएको थिएँ कि अहिले बाढी पहिरो एकदमै भइरहेछ, अविरल वर्षा भनिन्छ, जुन आरी घोप्टे पानी भन्दा पनि हुँदो रहेछ हैन। त्यो चाहिँ परिरहेछ। सबैजनाले चाहिँ यो कुरालाई चाहिँ मनन गरेर घरबाट बाहिर कुनै टाढाको यात्रा गर्नु पर्दाखेरि चाहिँ एकदमै सोचेर बुझेर अनि मात्रै निस्किने गर्नु होला। सवारी साधनहरू लिएर हिँड्दा अर्थात् अरूकै सवारी साधनमा यात्रा गर्दा पनि, किनकि खोला नाला अनि बाढी पहिरोहरू जहाँ पनि जतिखेर पनि जान सक्छ। त्यसैले सचेत भएर हिँड्नु होला, सुरक्षाका साधनहरू अपनाएर हिँड्नु होला भन्ने एउटा सन्देश र सबैलाई एकदमै सुरक्षित रहनुहोस् भन्ने कामनाका साथ हजुरहरू मार्फतबाट पहिलालाई बिदा हुनुभन्दा अगाडि फेरि भाइले अब कम्प्लिटली नुडल्स चाहिँ बनाइसक्न आँटेको अवस्था छ। त्यो चाहिँ हजुरहरूलाई देखाएँ भाइले साँधेको। भाइ हेलो भन्दै त भाइ के छ खबर? सबै सन्चै? अनि भाइ चाहिँ हाम्रो चाउचाउ बनाउने स्पेसलिस्ट भनिन्छ, चाउचाउ नुडल्स मेकर स्पेसलिस्ट मिस्टर भाइ है त। हस् हजुर, धन्यवाद। फेरि पनि भिडियोमा जोडिँदै गरौँला। अहिलेलाई यति नै है त। हस्।